हाम्रो चाहिँ यो खला बनाउँदै खला बनाएर अब धान झार्नको लागि यो तिरपाल बिछ्याएर चाहिँ हाम्रो धान झार्छ। तपाईँहरूलाई फुल भिडियो देखाउँछु अर्को पाठमा। यो चाहिँ हामीले तिरपाल बिछाइरहेको, यो चाहिँ 2-3वटा यसरी तिरपाल जोडेर बिछ्याएर मात्रै हामीले धान झार्ने गर्छौँ। पहिला चाहिँ यो धानको तलको ठोसो सबै तासेर त्यसलाई माडेर चिल्लो बनाएर खला बनाएर झार्थ्यो भने अहिले चाहिँ तिरपालको जमाना आएर यो तिरपाल राखेर धान झार्छौँ हामी यसरी। अर्को हेर्ने आयो भने ब्लकसँगै ममा